नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो मिनी भ्लगमा। के छ हजुरहरू? म त हेर्नु यहाँ लसुन उकाल्ला छु। उता छिमेकीलाई देखाइदियो। यहाँ आफ्नो माइती घरमा लगाएको छु, मतलब माइती घरको यहाँ छिमेकी मम्मी भनेर वहाँ लगाएको छु। हेर्नु यति साह्रो छ यो हो। फेरि यो कुटोले गर्नुपर्छ कि यत्रो साह्रो दर्किन्छ बाबाको। क्यामेराम्यान चाहिँ मेरो बहिनी हो। आफूलाई देखाऊ भनेर मान्ने लाज मान्छे कस्तो कस्तो त भिडियो बनाउँथे भनेर भन्छे। अब जस्तो आयो त्यस्तै गाउँघरको यस्तै त हो त। मोबाइल अनुसार पनि हो। यस्तो राम्रो मोबाइल त छैन, त्यति महँगो। या काँडा पनि कस्तो छ नि, काँडा देखायो यस्तै हो त है। यहाँ पछाडिको भ्यू देखाइदियो। यस्तो पहिला जङ्गल थियो यतातिर, आजकल भर्खरै घर भएको छ नि। हेर्नु त्यो मम्मीको घर हो। त्यो त्यससँग बहिनी चाहिँ बाख्रा चलाउँदै लसुन उकाउँदै। उसको चाहिँ 25,000 रिजल्ट छ। अनि त्यसैले उसलाई लाभ भइरहेको छ अरे अलिअलि। त्यसै हो तनासी मान्नुबाट चिमा हो साला मेरो मेरो पनि इक्जाम आइरहेछ। पढ्यो भने चाहिँ 0 छ। लड्डु पढाइ भनेपछि तन्त्र आइरहन्छ। छोरी चाहिँ सुतिरहेको थियो। अहिले छोरी र छोरीको बाबा आउँछन्। त्यो 3 दिनसम्म हामीले उकाइसक्नुपर्छ। अलिअलि सन्चो भएको छ यहाँ। आफ्नो कानको अपरेसन गरेर आफ्नो हालत यस्तो भएको छ भर्खरै। अलिअलि खान त यहाँ मिल्दैन, आँगन पनि मिल्दैन। त्यही हो। यस्तो घाम चर्किएको छ आज त। हिजो त अलिअलि पानी पर्ने जस्तो भएको थियो राति। अनि फेरि आएर घाम कोला आएको छ। दौसो कोला भनेको साथीहरू हिजो पुरा फेरि कालो निलो भयो आकाश। फेरि अब आज सुकाउनु पर्ला। यस्तै हो। म चाहिँ नास्ता खाएर आयो खै बहिनीले खाइ कि खाइन। कस्तो राम्रो देखिन्छ कि बिहानको बाख्राहरू हेर्नु। खोइ तेरो बाख्रा कता भयो? आफ्नो बहिनीको बाख्रा कति भयो? धेरै लामो है। त्यो काट्नुपर्छ यस्तो 3 मिनट हुन लाग्छ। त्यसरी नगला। लसुनको साल त धेरै ठुलो गाना छैन कि सानो सानो छ।